नेपाली रेस्टुरेन्ट हो तपाईँहरू देख्न सक्नुहुन्छ साह्रै सुन्दर छ सबिताको आमा छोरा त्यहाँ बसिरहेका छन् गाइज हामी चाहिँ आज चाउमिन मोमो खान आएका छौँ हाई गाइज आज हामी नेपाली रेस्टुरेन्टमा खाजा खान आएका छौँ भन्दै हाई गाइज हामी चाउमिन मोमो खान आएका छौँ गाइज हाम्रो चाउमिन आयो अब साबेनले चाउमिन खाने ओ यमी वाउ टुडे चाउमिन नाइस आजको चाउमिन राम्रो छ है ओके साबेनले चाउमिन खाँदैछ Wait, chicken. Okay, give me. Thank you. Mommy. Give me, Baba. No. You want to eat? Okay. You like? गाइस हाम्रो झोल मोमो पनि आयो झोल मोमो खाऊ वान मोमो ओके साबिनले मोमो खाँदैछ चाउमिन खाऊ maybe चाउमिन eat okay more mama okay it's very hot this is too much hot it's very hot you know why are you throwing don't throw गाइज यो चाहिँ हाम्रो आजको खाजा हो हामी नेपाली रेस्टुरेन्टमा छौँ You don't want momo? You want all? Hot. Look, very hot. Look. Oh. It will boil you. It's too much hot. Okay, I will eat चाउमिन. Mama. Yeah. Mama. क्या खा रहे हैं? खाए मामा तुम खाए खाने किन बेटी जो मैं ये क्या हो रहा है आप सोचो क्या खाओ मेरे Small man. Yummy? Hot? Too much hot. गाइस युएमा पनि पाइन्छ है मोमो चाउमिन सबै कुरो Soup mama. Mama give me. Yeah, gayo. Give me. Okay, wait. Do you like this one? Chicken. Give me. Gayo. Another one banaenge. You only like skin or very hot? Paneer. Gayo. Mommy, I think I'll go to the chicken. Gone? Oh, yummy. Oh, yummy. तो आइसक्रीम में दीजिए दादा मैं ये छाला में तो पकड़ने को लगे ओह गाइस
You like momo? It's good? More spicy, huh? हेलो गाइज, अहिले चाहिँ हामी हाम्रो नेपाली रेस्टुरेन्टमा खाजासाजा खाएर अब हामी घरतिर फर्किँदैछौँ र तपाईँलाई यो अलाइन बजार देखाउन जाँदैछौँ। यो चाहिँ अलाइन बजार हो गाइज। तल चाहिँ सानो सानो मार्केट छ। ले हेर्नुहोस्, आजभोलिको वेदर चाहिँ साह्रै शीतल छ, मजाले घुमेर हिँड्न पाइन्छ। अलि पछि भयो भने यहाँ गर्मी हुन्छ तातो बसे भइहाल्छ। अनि अहिले ठिकै छ। अहिले चाहिँ ठिकै छ गाइस वेदर यहाँको। अलि साबेन बाबुले के खानु खाना मात्र खाएर आउने। बाबुले के खायो आज? मोमो चाउमिन। मोमो खानु भनेर खाँदैन के ले। अनि कस्तो लाग्यो अनलाइन सहर? ठिकै छ। ब्युटिसियन, अरबिकको ब्युटिसियन गाइज। के दिदीभाइ जस्तो देखायो त? होइन छोरा जस्तो देखेँ होला क्या, भाइ जस्तो देखेँ। मेरो जेठो छोरा जस्तो देखेँ होला। म जेठो छोरो, कान्छो छोरो। जेठो छोरो कान्छो। भाइ जस्तो देखेँ होला भाइ। गाइज अहिले चाहिँ हामी अलायन्स सिटीमा घुमिरहेका छौँ र यहाँबाट हामी सिधै जाँदैछौँ जाइली पार्कमा। त्यहाँ चाहिँ बच्चाहरूलाई खेलाउन पिङहरू छ, खेल्ने धेरै चिजहरू छ गाइज त्यहाँ। अब हामी सिधै जाँदैछौँ। साबियन हाई भनिदेऊ। हाई गाइज भनिदेऊ। हामी चाहिँ डुलिरहेका छौँ अलायन्स सिटीमा। साह्रै सुन्दर छ यो सिटी गाइज। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँतिर थरी थरीको पसलहरू छ। यो चाहिँ अलाइनको मेन सिटी बजार हो, साह्रै राम्रो छ। हातै गल्ने के। हेर्नुहोस् गाइज, त्यो चाहिँ बस स्टेसन हो। हामी चाहिँ घर फर्किने बेलामा त आएको बस स्टेसन जानुपर्छ। हेर्नुहोस् सुन पसलहरू साह्रै सुन्दर छ। अनि कस्तो बसाइ भइरह त अलाइन दुबईको? रमाइलो छ, जागे पनि एकदमै सजिलो छ। 12 बजे गयो, 5 बजे छुट्टी हुन्छ। लगाएर अब एकदम सजिलो छ मेरो। ठिक छ। मेरो काम नि सहिलो छ गाइज, बच्चा हेरेर बस्ने। हेर्नुहोस् यहाँ चाहिँ यस्तो यस्ता बडावाला गाडी हुन्छन्। हेर्नुहोस् यहाँको गाडीहरू। हेर्नुहोस् स्पोर्ट हाउसहरू सबै छ यहाँ। गाइज अहिले चाहिँ हामी अलायनको सानो पार्कमा आएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ कति राम्रो सुन्दर पानीको धारा छ। ल हेर्नुहोस्। साबियन हाउ आर यु? के छ, रमाइलो लाग्यो? कस्तो लाग्यो यो पार्क सविता श्रेष्ठलाई? फ्रेस हुन्छ दिमाग। हो पानीले बेसी बच्छ। हेर्नुहोस् गाइस, यहाँको पार्क साह्रै राम्रो छ। हेर्नुहोस् यहाँ पानी कस्तो मजाले, हेर्नुहोस् त पानी बर्सत्तै छ। हेर्नुहोस् गाइस, ल हेर्नुहोस् पानी हेर्नुहोस् यहाँको हेर्नुहोस् त यो पुरै पार्कको डिजाइन। ल हेर्नुहोस् गाइस, यो चाहिँ यहाँबाट चाहिँ पुरै कता कता पुग्छ गाडीहरू गुडेर। रमजानको झलमल्ल डेकोरेसन भइरहेको छ। ल हेर्नुहोस् गाडी कति राम्रो। बेबी साबियन, ल हेर्नुहोस् गाइस हाम्रो साबियन कस्तो रमाएको। हाम्रो साबियन साह्रै रमाएको छ गाइस। बाबु डोन्ट थ्रो, ओके? ल हेर्नुहोस् उता पनि अर्को पार्क छ।
Sabian, what happened? You like? Sit, sit. हेर्नुहोस् गाइज हाम्रो साबेन खेलेको छ ओ यु लाइक मजाको शीतल छ है यहाँ गाइज हामी अलाइन बजार घुमिरहेका छौँ तपाईहरु देख्न सक्नुहुन्छ यो बजार साह्रै सुन्दर छ रातिमा चारैतिर झलमल्ल कलरफुल मार्केट छ गाइज हेर्नुहोस् रेस्टुरेन्ट हेर्नुहोस् गाइज यहाँ चाहिँ टाइम पास गर्न मजा छ अलाइन बजारमा चाहिँ गाइज अहिले चाहिँ रमदान मुस्लिम फेस्टिभलको बेला छ तपाईहरु देख्न सक्नुहुन्छ रोडतिर चारैतिर डेकोरेसन छ हेर्नुहोस् झलमल्लै छ हाम्रो दशैं तिहार जस्तो हेर्नुहोस् हेर्नुहोस् हाम्रो यहाँ सविताले भन्दै हुनुहुन्छ हेर्नुहोस् त्यहाँ हेर्नुहोस् त कस्तो राम्रो झलमल्ल हेर्नुहोस् होइन फर्स्ट टाइम आयो अब थाहा पाउँछ तर हाम्रो सविताले चाहिँ गाइस जति हिँडे पनि 1000 चोटि आइसकेको ठाउँमा त्यही पनि थाहा छैन गाइस हो हेर्नुहोस् गाइस त्यहाँ हेर्नुहोस् त कस्तो राम्रो सुन्दर डेकोरेसन अब हामी त्यही बाटो जान्छौँ गाइस ल हेर्नुहोस् गाइस यहाँको डेकोरेसन रमदान डेकोरेसन चारैतिर झलमल्ल छ गाइस ल हेर्नुहोस् बच्चाहरू खेलिरहेका छन् साह्रै सुन्दर छ